आज चाहिँ म बिताउनेवाला छु बिना खाना 24 घण्टा काम चाहिँ गर्नु पर्यो। अहिलेदेखि चाहिँ मलाई भोक लागिसक्यो छ। यस्तो घाममा काम गऱ्यो भने चाहिँ मर्छ। आज चाहिँ म बिताउनेवाला छु बिना खाना 24 घण्टा खाना बिना चाहिँ बिताउनेवाला छु, केही नखाइकन होइन। अनि काम चाहिँ गर्नु पर्यो होइन, काम चाहिँ गर्नु पर्यो। तर अनि केही नखाइकन कमेन्ट आएको थियो मेरो भिडियोमा चाहिँ होइन। अनि त्यसमा चाहिँ मबाट नि एउटा च्यालेन्ज छ कि 24 घण्टा केही नखाए एउटा भिडियो आउनु पर्यो। च्यालेन्ज चाहिँ के हो भने दिनभरि काम गर्ने, केही नखाइकन 24 घण्टा बिताउने। ल यो कमेन्टको लागि धेरै धेरै धन्यवाद होइन। यस्तै यस्तै कमेन्टहरू गर्नु होला, म ट्राई गर्न कोसिस गर्नेछु। अनि आजको यो च्यालेन्ज चाहिँ म गर्दैछु होइन। बिना केही नखाइकन म 24 घण्टा बिताउनेवाला छु, तर काम चाहिँ गर्नु पर्यो। यस्तै यस्तै कमेन्टहरू गर्नु होला। थ्याङ्क यू फर कमेन्ट। अनि अब चाहिँ म अहिले चाहिँ बिहान कति बज्यो अहिले चाहिँ 8 बजिसकेको छ होइन। भोलि बिहानको 8 बजीसम्म चाहिँ मेरो च्यालेन्ज चाहिँ चल्नेछ होइन। के कस्तो हुन्छ दिनभरि होइन, अनि के कस्तो गाह्रो दुःख, अनि एकदमै बिना खानु चाहिँ अलिक गाह्रो नै हुन्छ। के कस्तो लाग्छ, के कस्तो हुन्छ म तपाईँहरूलाई फुल देखाउने छु। अब चाहिँ काम गर्न जाँदैछु। स्वागत छ तपाईँहरूलाई मेरो च्यालेन्ज भिडियोमा। अनि यस्तै यस्तै भिडियोहरू हेर्नको लागि चाहिँ कमेन्ट सब्सक्राइब गर्नु होला। अब चाहिँ म काम गर्न जानु पर्यो। आज भोलि चाहिँ गाउँघरमा यस्तै हो होइन। बर्खाको टाइममा टन्नै बारीतिर चाहिँ मकै हुन्छ, टन्नै मकैहरू छ। अनि आज भोलि चाहिँ त्यस्तो धेरै काम हुँदैन हुन चाहिँ, तर म काम गर्नेछु होइन। अनि आज एक दिन जीवनशैली गाउँघरमा चाहिँ कसरी बित्छ होइन जीवनशैली चाहिँ म त्यो कुराहरूलाई यो भिडियो मार्फत चाहिँ देखाउन कोसिस गर्नेछु। अहिले चाहिँ म निस्किसकेको छु बारीतिर। अब चाहिँ काम गर्नु पर्यो होइन। मकै नै मकै छ नि त बारीतिर सबै कुरा। ल अब चाहिँ म बिना खाना चाहिँ 24 घण्टा बिताउन सर्वाइभ गर्दैछु। कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ काम गर्नु पर्यो। खर बिहानै भइरहेछ होइन। अहिले काम गर्नु पर्यो। यहाँनिर झाडु उखाल्ने काम छ, म यो काम गर्दैछु आज होइन। अनि हिजो पनि मैले उखाल्दिएँ यहाँनिर झाडु उखाल्ने काम छ। अब चाहिँ म यहाँनिर झाडु उखाल्ने काम गर्दैछु, हेर्नु होला। यस्तै छ टन्नै बारीतिर चाहिँ आज भोलि। ल अब चाहिँ काम गर्नु पर्यो। ल अब चाहिँ म काम गर्दैछु होइन। झाडु उखाल्ने काम छ, अनि यो गर्छु। अहिले चाहिँ यस्तै छ। ल अहिले चाहिँ मैले उखालिसकेको छु नि। यहाँदेखि उखालेको अझै यति बाँकी छ। अनि तपाईँहरूले सोच्दा भिडियोको लागि गरेँ होला भन्ने सोच्दा होइन यहाँनिर उखाल्नै पर्ने थियो। त्यही भएर चाहिँ मैले यहाँनिर उखाल्दैछु। घाम एकदमै चर्को छ होइन, घाम एकदमै चर्को छ। अनि यस्तै रहेको छ, यसरी उखाल्दैछौँ।
ल यस्तै छ होइन, एकदमै घाम चर्को छ। अहिले चाहिँ काम गर्दैछौँ यसरी होइन, यसरी काम गर्दैछौँ, यस्तै रहेको छ आज दिनभरि। के कस्तो हुन्छ होइन, म तपाईँहरूलाई सबै कुरा देखाउनेछु। काम गर्दैछौँ, एकछिन गरम होइन, अहिले एकछिन पछि घर जानुपर्छ। अनि त्यसपछि म तपाईँहरूलाई देखाउँदै गर्नेछु। फुल देखायो भने त भिडियो धेरै लामो हुन्छ होइन, त्यही भएर अलिअलि सर्टकटमा म देखाउन कोसिस गर्नेछु। अहिले चाहिँ यस्तै छ, घाम चर्को छ अनि काम गर्दैछु। अहिलेसम्म केही खाएको छैन मैले होइन, के कस्तो हुन्छ म तपाईँहरूलाई भोलि बिहानसम्म 24 घन्टासम्म के कस्तो हुन्छ म तपाईँहरूलाई सबै कुरा देखाउनेछु। सपोर्ट गर्नुहोला। अहिले चाहिँ एकदमै घाम चर्को भइसकेको छ होइन, अब चाहिँ घर जानु पर्यो। एकदमै अब घाममा काम गर्न सक्दैन होइन, यहाँ झारू गरिरहेको थियो, अब घाम चर्को भइसक्यो, अब चाहिँ जानुपर्छ घरमा। ल म तपाईँहरूलाई देखाउँदै गर्नेछु होइन, अब चाहिँ घर जानु पर्यो। ल अहिले चाहिँ आराम गर्दैछु होइन, अनि नुहाइधुवाइ गरेर घर आएर चाहिँ आराम गर्दैछु। अनि अरू चाहिँ खाना खाँदैछ, खाना खाने टाइम भइसकेको छ। म चाहिँ यहाँ आराम गर्दैछु, एकछिन आराम गरौँ अनि त्यसपछि देखाउँछु। ल अहिले चाहिँ अब यहाँनिर होइन, यहाँ खानुपर्छ अनि यता पनि खानुपर्छ, तर उता झारू खालीको छैन होइन, त्यतापट्टि अहिले गर्नुपर्छ। अनि अहिलेको लागि चाहिँ यो खन्दैछौँ, यो खनेर उतापट्टि झारू खाल्नुपर्छ। ल चाहिँ यस्तै भइराखेको छ होइन आज भोलि। एकदम अहिलेदेखि चाहिँ अलिअलि भोक लागे जस्तो पनि लाग्दैछ। के कस्तो हुन्छ म तपाईँहरूलाई बताउने नै छु होइन, यो देखाउने नै छु। एकछिन आराम गरेको सुतेछु होइन, अब एकछिन अब फेरि काम गर्दैछु। अनि आजको दिनहरू चाहिँ यसरी नै कट्दैछ। पानी पर्ला जस्तो पनि भइराखेको छ, तर परेको छैन। यस्तै छ, ल अब काम गर्नु पर्यो। यति खनेको लास्टै घाम चर्को भएर एकदमै गर्मी लाग्दैछ होइन। अहिले चाहिँ घाम लाग्दैछ, एकदमै चर्को छ कि आज भोलि घामै एकदमै गर्मी छ होइन, गाह्रो छ आज भोलि होइन, एकदमै चर्को लाग्छ घाम, एकदमै पोल्छ कि आज भोलि काम गर्नै सक्दैन। ती गरेर चाहिँ जानुपर्छ, उतापट्टि झारू खोल्न पर्ने काम छ फेरि यार। ल यस्तै भइराखेको छ होइन, च्यालेन्ज चाहिँ चुनौतीपूर्णै भइरहेछ आजको च्यालेन्ज चाहिँ होइन। बिना खाना भोक भोकै छ, यस्तो घाममा रट्नु परेको छ होइन, यस्तो घाममा काम गर्नु परेको छ, खाली पेट बिना खाना चाहिँ यस्तै भइराखेको छ। ल अहिलेसम्म चाहिँ होइन, एकदमै घाम चर्को छ, काम गर्न गाह्रो छ। ल यस्तै छ।
यस्तो घाममा काम गऱ्यो भने चाहिँ मर्छ होला। एकदमै गर्मी छ। अब चाहिँ म काम गर्न सक्दैन अहिले यस्तो घाममा। पसिना देख्न सक्नुहुनेछ चारै एकदमै पसिना छ होइन। एकदमै गर्मी लागिरहेछ। यति खानेको लास्टै घाम चर्को छ। घाम चर्को भएर सक्दैन। यति खानिसकेको छ मैले चाहिँ यहाँनिर खानिसकेको छ होइन। अनि अब चाहिँ शीतलमा बस्दैछौँ। एकछिन यहाँ झाडु खालौँ अनि त्यसपछि घर जानुपर्छ। यस्तो खाली पेट यस्तो घाममा काम गर्नु हुँदैन। अनि त्यो माथि जान केही खाएको छैन होइन। यस्तै भइरहेको छ मेरो 24 घन्टा बिना खाना च्यालेन्ज चाहिँ होइन। अनि हेर्दै जानु होला के कस्तो हुन्छ होइन। आज दिनभरि दिन त यसरी नै कटिरहेको छ अब होइन। 4 बजिसकेको छ अहिले चाहिँ। घाम पनि यति चर्को छ कि बेलुका हुँदा पनि होइन। एकदमै घाम चर्को छ। अहिलेदेखि चाहिँ मलाई भोक लागिसकेको छ होइन। भोक लागे जस्तो लागिरहेछ। एकदमै थकाइ लागिरहेछ। जान सब एनर्जी केही एनर्जी नभएको जस्तो भइरहेको छ अहिले चाहिँ होइन। अहिलेसम्म केही पनि खाएको छैन। बिना 24 घन्टा बिना खाना चाहिँ म यस्तो च्यालेन्ज गर्दैछु। अनि अहिलेसम्म चाहिँ ठिकै हुँदैछ होइन। सक्छ होला मैले भोलिसम्म चाहिँ। अनि दिन त कट्न थालिसक्यो होइन। दिन कट्छ एकछिनपछि। दिन कटेपछि चाहिँ रातिमा चाहिँ सुतेपछि चाहिँ कटिहाल्छ होइन। अहिले चाहिँ यस्तै भइरहेको छ। दिन चाहिँ अब कट्न लागिसकेको छ होइन। अनि भोक पनि लागिरहेछ अहिलेदेखि चाहिँ होइन। तर म च्यालेन्ज गर्दैछु होइन। सक्छ होला। यो चुनौती छ मेरो लागि आजको। यो 24 घन्टा बिना खाना 24 घन्टा बिताउने च्यालेन्ज चाहिँ मेरो लागि एकदमै गाह्रो चुनौतीपूर्ण हुनेछ। अनि म तपाईँहरूलाई बताउने छु होइन के कस्तो हुन्छ अनि के कस्तो अनुभव हुँदो रहेछ। आजको च्यालेन्ज चाहिँ मेरो लागि भारी पर्नेछ होइन। म चाहिँ 24 घन्टा केही नखाइकन चाहिँ सर्भाइभ गर्दैछु। काम गर्दैछु होइन। दिनभरि काम गर्दैछु घाममा। आजको च्यालेन्ज चाहिँ मेरो लागि चुनौतीपूर्ण हुनेछ। अहिलेको लागि चाहिँ यस्तै भइरहेको छ। गाह्रो छ चुनौतीपूर्ण छ। ल अब चाहिँ यो भित्र झाडु खालौँ होइन। घाम चर्को छ। झाडु खालौँ त्यसपछि चाहिँ अनि म घर जान्छु होइन। काम गर्न सक्दैन यस्तो घाममा। एकछिन झाडु खालौँ यहाँनिर। ल एकदमै गर्मी छ होइन। म चाहिँ यहाँ झाडु खाल्दैछु। यहाँनिर देख्न सक्नुहुन्छ त यहाँदेखि उकालेको होइन उतादेखि। अनि आजको दिन चाहिँ यस्तै भइरहेको छ। भोक लागिरहेछ अहिलेदेखि चाहिँ। धेरै काम नगरौँ होइन। खाली पेट छ। अनि देख्न सक्नुहुन्छ मेरो फेसमा लास्टै पसिना छ होइन। एकदमै घाम चर्को छ क्या। देख्न सक्नुहुन्छ एकदमै पसिना छ होइन। घाम चर्को छ एकदमै। घाम लाग्दैछ यसरी। गर्मी छ होइन। अहिलेदेखि चाहिँ लास्टै गाह्रो हुँदैछ होइन। अहिलेदेखि चाहिँ गाह्रो हुँदैछ। आजको दिन चाहिँ यसरी नै कट्न लागिरहेको छ। यो भिडियोमा चाहिँ मैले धेरै जस्तो एक्सनबाट देखाएको छु होइन। अनि काम गरेर चाहिँ देखाएको छु धेरै जस्तो। यति मेहनत गर्दैछु होइन। मैले यति धेरै मेहनत गर्दैछु। अनि तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर सपोर्ट गर्नु होला होइन। अनि नेक्स्ट च्यालेन्जहरू भिडियोहरू हेर्नको लागि चाहिँ कमेन्ट गर्नु होला भन्न चाहन्छु। अहिले चाहिँ काम गर्दैछु अहिलेदेखि चाहिँ होइन। एकदमै भोक पनि लागिरहेको छ। अनि एनर्जी पनि केही छैन जस्तो लागिरहेछ अहिलेदेखि चाहिँ होइन। अनि हेरौँ के कस्तो हुन्छ। यस्तै रहेको छ। अनि तपाईँहरूले चाहिँ ट्राई नगर्नु होला होइन। त्यही 24 घन्टा केही नखाइकन चाहिँ यसरी काम चाहिँ गर्नु होला भन्न चाहन्छु होइन। शरीरलाई एकदम मार पर्छ। अनि यही भन्न चाहन्छु। अहिले चाहिँ यस्तै छ। धेरै जस्तो मैले एक्सनबाट देखाएको छु। घाम चर्को छ होइन। लास्टै गर्मी भइरहेको छ। उदेसम्मै उखाल्नु पर्ने थियो उखाल्न चाहिँ। तर अहिले सक्दैन।
अहिले चाहिँ यस्तै छ अनि भिडियोलाई सुरु अन्त्यसम्म हेर्नु होला। अहिलेको लागि चाहिँ यस्तै, एकछिनपछि देखाउनेछ। ल अब चाहिँ 6 बज्न थालिसकेको छ होइन। अब चाहिँ घर जानु पर्यो। आज दिनभरि चाहिँ यही झाडु खाल्दा केही नै दिन कट्यो होइन, बिहानदेखि अनि अहिले दिउँसो पनि यही कट्यो होइन। झाडु खाल्दा उखाल्दा आजको दिन पनि यस्तै कट्यो। एनर्जी लस भइरहेको छ होइन, एनर्जी एकदमै लो भइरहेको छ। अब चाहिँ घर जानु पर्यो। यस्तै रहेको छ आजको च्यालेन्ज चाहिँ। आजको दिन चाहिँ यसरी कट्यो। अब रात काट्न बाँकी नै छ। अहिले चाहिँ घर जानु पर्यो लागि चाहिँ यस्तै छ। ल अहिले चाहिँ यति डाँडातिर आएको थियो होइन, यो केटाहरूसँग दिनभरि काम गर्दा एकदमै थकाइ पनि लागिरहेको छ होइन। त्यो के यस्तै छ, अहिलेसम्म केही खाएको छैन होइन। यस्तै सर्भाइभ हुँदैछ 24 घन्टा। अनि हेर्दै जानु होला। अहिले चाहिँ बेलुका भइसकेको छ, यसरी घाम डुबिसकेको छ होइन, डुब्न थालिसकेको छ। आजको दिन चाहिँ यसरी नै कटियो। अब रात काट्न बाँकी नै छ। अनि अहिले चाहिँ एकदमै थकाइ लागिरहेछ, भोक पनि लागिरहेछ होइन। अनि सर्भाइभ गर्दैछु होइन। अनि एकदमै एनर्जी पनि केही एकछिनपछि गएर चाँडै सुत्नुपर्छ होइन। रात सुतेपछि केही थाहा हुँदैन। अहिले चाहिँ यस्तै रहेको छ। ल अब चाहिँ सुत्न लाग्यो होइन, म चाहिँ ओछ्यानमा आइसकेको छ। अहिले चाहिँ लास्टै भोक लागिरहेछ मलाई चाहिँ होइन। भोक लागिरहेछ एकदमै, एनर्जी केही आएको जस्तो लागेको छैन होइन। एकदमै एनर्जी लस भइरहेको छ, एकदमै भोक लागेको जस्तो लागिरहेछ होइन। अनि तागतहरू पनि केही आएको छैन। अहिले चाहिँ यस्तै भइरहेछ। अब सुत्नु पर्यो। सुतेपछि चाहिँ केही थाहा हुँदैन होइन। भोलि बिहान उठेपछि च्यालेन्ज सकिन्छ। अनि दिनभरि चाहिँ यस्तै भयो। अनि काम गरियो होइन, झाडु गाड्ने काम गरियो। अब चाहिँ रात परिसकेको छ होइन। अब चाहिँ सुत्नु पर्यो। अहिले चाहिँ यस्तै छ। अनि भोलि बिहान देखाउँछ अब सिधै होइन। भोलि बिहान चाहिँ च्यालेन्ज सकिन्छ। अहिले चाहिँ यस्तै भयो। दिनभरि चाहिँ यसरी नै बित्यो होइन। यो च्यालेन्ज चाहिँ तपाईँहरूले ट्राई नगर्नु होला भन्न चाहन्छु होइन। शरीरलाई एकदमै मार पर्ने रहेछ। अनि मलाई चाहिँ एकदमै भोक लागिरहेछ, एकदमै मार परिरहेछ होइन। एनर्जी पनि छैन होइन। अहिले चाहिँ सुत्नु पर्यो। अब चाहिँ म सुत्छु होइन, सिधै सुत्छु। भोलि बिहान उठ्छु, जेसुकै होस्। अब चाहिँ होइन, अब भोलि बिहान भेट्छु सिधै। ल म चाहिँ उठिसकेको छ होइन। अहिले चाहिँ बिहान पनि भइसकेको छ। अनि उठेर पनि मुखसुख धोइसकेको छ। अनि अहिले चाहिँ 8 बजिसकेको छ होइन। 24 घन्टा पुगिसकेको छ। च्यालेन्ज चाहिँ सकिसकेको छ होइन। यस्तै भयो। अनि तपाईँहरूले भिडियोले सुरुदेखि अन्त्यसम्म हेर्नु होला। 24 घन्टा बिना खाना चाहिँ म 24 घन्टा काम गरेर बिताइसकेको छ। सर्टकटमा देखाएको छु होइन। टुक धेरै देखायो भने चाहिँ लामो भिडियो हुन्छ भनेर चाहिँ मैले सर्टकटमा देखाएको छु। अनि हेर्नु होला के कस्तो लाग्छ। 24 घन्टा बिताएको च्यालेन्ज चाहिँ बिताइसकेको छ। 24 घन्टा पुरा भइसकेको छ। अनि मेरो हालत चाहिँ एकदमै खराब भएको थियो। जस्तो भए पनि मैले कटाइसकेको छ। अनि अहिले चाहिँ सकिसकेको छ होइन। आजको भिडियो चाहिँ यति नै। के कस्तो लाग्छ तपाईँहरूले हेर्नु होला, यति नै।